आज चाहिँ हामी घरबाट गाउँमा पार्टी खानलाई निस्के। गाउँमा नातिको वर्तमान थियो। वर्तमानमा अनि चट्ट लगाएर छोरी स्टाइल देखाएर पुरा आइरहेछ। घरबाट निस्किँदा आमा चाहिँ निस्के होइन। त्यसपछि आमा छोरी माथि गाउँमा आधी बाटो पुगेपछि चाहिँ छोरी दिँदा आयो भनेर एकछिन फ्रेस गर्नुलाई त्यहाँ रमाइलो गरियो रोकिएर जङ्गलमा। अनि त्यसपछि हामी पार्टीमा पुगेको पुरा पानी असिना पानी परेर हामी चाहिँ गुम्बाको मुनि मजाले बस्यौँ। नातिनी ज्वाइँ आज के अरे भान्जा हो, छोरी दुईटा, मेरो घरबुढी घरकी अर्धाङ्गिनी कान्छा छोरो त्यहाँ छ, बुहारी त्यहाँ उभिरहेछन्, म यहाँ छु। अनि त्यसपछि चाहिँ पार्टी चाहिँ यहाँ भइरहेछ। पानी परेर हामी तल जान सकिएन, मोटरसाइकल रोक्नु बित्दिनै हामी गुम्बाभित्र छिर्यौँ। यो गाउँको दृश्य चाहिँ यस्तो हो। हेर्नुहोस्, रमणीय छ। हाम्रो गाउँ अलि भित्र भएछ भने पनि धेरै रमाइलो। उहाँ सहरतिर चाहिँ पुरा। आज चाहिँ हामी घरबाट गाउँमा पार्टी खानलाई निस्के। गाउँमा नातिको वर्तमान थियो। वर्तमानमा अनि चट्ट लगाएर छोरी स्टाइल देखाएर पुरा आइरहेछ। घरबाट निस्किँदा आमा चाहिँ निस्के होइन। त्यसपछि आमा छोरी माथि गाउँमा आधी बाटो पुगेपछि चाहिँ छोरी दिँदा आयो भनेर एकछिन फ्रेस गर्नुलाई त्यहाँ रमाइलो गरियो रोकिएर जङ्गलमा। अनि त्यसपछि हामी पार्टीमा पुगेको पुरा पानी असिना पानी परेर हामी चाहिँ गुम्बाको मुनि मजाले बस्यौँ। नातिनी ज्वाइँ आज के अरे भान्जा हो, छोरी दुईटा, मेरो घरबुढी घरकी अर्धाङ्गिनी कान्छा छोरो त्यहाँ छ, बुहारी त्यहाँ उभिरहेछन्, म यहाँ छु। अनि त्यसपछि चाहिँ पार्टी चाहिँ यहाँ भइरहेछ। पानी परेर हामी तल जान सकिएन, मोटरसाइकल रोक्नु बित्दिनै हामी गुम्बाभित्र छिर्यौँ। यो गाउँको दृश्य चाहिँ यस्तो हो। हेर्नुहोस्, रमणीय छ। हाम्रो गाउँ अलि भित्र भएछ भने पनि धेरै रमाइलो। उहाँ सहरतिर चाहिँ पुरा घाम लागिरहेको देखिरहेछ। पछि अनि पानी रोकेपछि हामी खाना बस्यो। छोरी लुकी लुकी मासु खाइरहेछ। टेबल चाहिँ माथि, छोरी चाहिँ तल। अलिकति टाउको मात्रै थिएछ। आमा चाहिँ पनि खाँदैछन्। बुहारी कान्छो छोरो, जेठो छोरो बुहारी, मेरो चाहिँ होइन, मेरो दाइको नाति, मेरो ठुलो दाइ।